टुर्नामेन्ट भनेको एउटा नेसनल टुर्नामेन्ट हो क्या, नेसनल इभेन्ट हो। नेपालबाट छानिएर एउटा टिम एसियन गेम खेल्न जाने हो। नेसनल गेममा त्यस्तो गर्नु त अलिकति नराम्रो हो। प्राइभेटमा चाहिँ अब मैले गराएको भए मैले आफै पैसा हालेर 5 लाखको टुर्नामेन्ट अब हो र सोडाउनहरू गराउँदा त म चाहिँ निक्ली भन्न मिल्यो म चाहिँ, किनभने मैले गराएको मेरो पैसा छ जा होइन। तर नेसनल गेम हुँदाखेरि त कमसेकम त्यस्तो नगरिदिनुहोस् न सरहरू, प्लिज हामीलाई ब्यान नहानिदिनुहोस् है। यत्रो भनिहालेँ, फेरि लाइभमा के भनौँ भनेर ब्यान हानिदियो भने टेन्सन हुन्छ। लाइभ प्लिज है दाइ ल। खोइ ब्यान हान्ने चाहिँ को सर हुनुहुन्थ्यो एकजना। किन अरे त्यो च्याटमा त्यस्तो लेखो भनेर ब्यान हानिदिने च्याट यस्तो अरे हो, प्रोडक्सन राम्रो थिएन अरे। म सबैलाई कोही कोहीलाई के थाहा छैन भने म फेरि एकचोटि रिपिट गरिदिन्छु के कुरा गरेको हामीले भनेर। प्रोडक्सन राम्रो थिएन भन्नाले क्वालिटी अब स्ट्रिमको क्वालिटी हल्का लो थियो भनौँ न। नर्मल गेम हेर्दा बुझेको थिएन, अलिकति झ्यारझुट खालको थियो क्या, अड्किँदै थियो। अनि कमेन्टमा भ्युअर्सहरूले प्रोडक्सन भएन, यो भएन त्यो भएन भनेर कमेन्ट गर्यो होइन। अब त्यस्तै कुराहरूमा उनीहरूले चाहिँ के भन्यो भन्दाखेरि हो र स्पोर्ट्सलाई अर्कोचोटि हामी ब्यान हानिदिन्छौँ अनि तिमीहरू देख्छौ भनेर लेखिदियो एउटा मोडले। हेर्नु है, हो र को रहेछ नाम थाहा छैन को हो, मलाई थाहा पनि हुनु छैन होइन। हो र स्पोर्ट्सलाई चाहिँ अर्कोचोटि हामी सुन्नु न त, हो र स्पोर्ट्सलाई हामी ब्यान हानिदिन्छौँ अर्कोचोटि भन्यो क्या। अनि मैले त्यहाँ कमेन्टमा गएर किन हान्नुहुन्छ ब्यान भन्दाखेरि चाहिँ पछाडि नाम हो र राखेकोहरूले चाहिँ हेड कमेन्ट दियो अरे क्या उनीहरूको कुरा चाहिँ। अर्कोले त्यो भाइको नाम राख्यो भने त्यसलाई मनबाट हटाउनु खोइ त्यही भनेको त हो। त्यो कुरा मलाई चित्त नबुझेको क्या मामा। त्यही त अब हो र पछाडि त्यत्रो गरिरहेको छ नाम, अब पछाडि हो र राखेर कसैले हेड दियो भने चाहिँ चित्त नबुझेको क्या मामा। त्यही त अब हो र पछाडि त्यत्रो गरिरहेको छ नाम, अब पछाडि हो र राखेर कसैले हेड दियो भने चाहिँ भोरालाई अर्कोचोटि खेलाउँदै नखेलाउने हेरे क्या। कमेन्ट गर्ला उसले केपी ओलीलाई ब्यान गर्न सक्छ, त्यसरी लेखेर जाने नाम लेखेर जे पाइन्छ नाम लेखेर गइहाल्छ नि, बुझ्न पर्छ नि त। म त्यही भन्दैछु त, मलाई त्यही कुरामा चित्त नबुझेको त। अब मामा नाम हो र राखेर थोरै न मैले पठाएको कार्यकर्ताहरू होइन नि त मामा। मैले लकडाउ गर लेख भने पनि ल, त्यही त मलाई चित्त नबुझेको छ त्यो कुरामा हो क्या। मलाई भन त नाम भन त, अहिले सर्च गरेर अहिले म जान्छु त्यहाँ नाम चेन्ज गरेर अर्को आइडी बनाएर उसैको नाम लेखेर जान्छु। के गर्ने अब त हेरे, केही नगर्ने केटा हो, केही गर्नु पर्दैन। जस्ट मैले तिमीहरूलाई भनेको मात्र हो, हामीलाई अरूसँग त्यो न्यु खोजेर उयो गरेर केही काम छैन। तिमीहरू चुप लागेर बस होइन, त्यो हेड कमेन्ट नगरिदेऊ, आनन्दले बस होइन। कुरा हुन्छ नि त यार, भान्जा आउन पाएको छैन गेम, अब मेरो राम्रो जान्छ त गेम यस्तो सुन्यो भने। आउन पाएको छैन, पारा तताउन थालिहाल्छन् अनि मेरो गेम राम्रो जान्छ त अब भन त, मिसन कटेन भने अब मैले कति चाहिँ सहनु, यस्तै पारा हो भने। आज गेम बिग्रियो भने त्यही रिजन बताइदेऊ, त्यही रिजन सम्झेर मलाई केही पनि नभन है। खोइ लिम्बे खोइ हो साढे खोइ।